रस गरिहाल्ने उठीको ट्रेन गर्ने नि झन्डाको यहाँ बाबा उठाको आएको छ नि उठाको गोठमा बाँधिदिनुपर्छ उता गोठमा बहिनीहरू नि गएको मैला काका लाइट पनि बलिरहेको छ हिँडिहाल्नुपर्छ यहाँको बहिनी त्यस्तो छ नि त लिचीको उयो त उयो भएछ नि बाबा लिचीको त सुक्दै गएछ नि गएको आयो सौदे हेर्छ होइन रुख के भन्नु दिन यस्तै हो कराई पनि पुगाउनु पर्ने रहेछ कराई छ अनि थालीहरू कहाँ रहेछ किचनमा किचनमा राखेछ त्यो हाँडाहरू अब पुगाउनु पर्छ सँगै यो छ गाइस अनि अब चाहिँ केरा खाँदै बस्दै त्यो यस्तै हो भाँडाहरू पछाडि राखेको के गर्नु गाइस आज जानु थियो क्लासमा मालबजार जानुपर्छ इक्जाम छ कि कस्तो हुन्छ खाइदिइसक्यो अब त्यही हाम्रो गाई बिहायो खै बाछी कता छ उताबाट देखाउँछु ल ए हाम्रो बाछी कता गयो काली 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 के छ हालको घर माथि 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 माथाबाट भयो त्यो दिन राति चाहिँ निस्किँदो रहेछ क्या ठुलो गाडी छ भने टेन्सन छैन डराउँछ नि त ठुलो गाडी चाहिँ यति गरेर आउँदैन सानो गाडी छ 3-4 जना 5 जना उयो हात्ती हेर्यो हात्ती 5 जना मान्छे त्यो एक्लै दाँत भएको एउटा दाँत भएको होइन त एउटा दाँत भएको होइन त्यसको त म दिउँसो कति भनेको मैले भिडियो पनि गरेर हालेको हामीले गाडी हेरेर त टाइममै बसिरहेको थियौँ त्यो दुई देखिको माथि त्यो एउटा मात्रै दाँत भएको के होइन त्यसको बोक्रा कटेर खायो होला सबैजना मान्छे बसिरहेको थियो त्यहाँ त्यो पर बसिरहेको थियो भएको छैन बल्ल फोरेस्टको गाडी आयो वहीँ गऱ्यो त्यहाँबाट फोरेस्टको गाडीले पनि के बल्ल हटायो हट्ने हट्छ नहट्ने एउटा लाइभ आँखा अगाडि लाइभ अब आँखा अगाडि कुदेको त्यसले जस्तो त्यो बाइक हाम्रो अगाडि थियो निकै अगाडि थियो हाम्रो अगाडि अब कसरी मारेपछि हामीले देख्न पाएन अगाडि गाडी थियो तर हामी कुदेर पुग्यौँ त्यहाँबाट त्यो बाइकवालाले चाहिँ त्यहाँ रोक्यो त्यो पछाडि बाछी पनि यहीँ छ नि बाइकवाला फुल भएर हो बाछी बाछी हो नि गाइस प्रेग्नेन्ट भएको थियो नि अस्ति नानी भयो यी हेर्दैछन् नानीले ओ गाजी अनि एउटा इङ्ग्लिस नेपाली छैन अन्त के भन्नु मैले नि इङ्ग्लिसको चाहिँ मैले सकेँ रिजल्ट चाहियो अब के दुईटा मात्रै छ पढाउनु त छैन रिजल्ट दिनुहुन्छ लेखि त सके
सके कतिमा पर्छ भाइ छुट्टी छ क्या आज कहिलेसम्म 1 बाट 2 जाने 1 महिना छुट्टी माकुरी बिरालो पोथार्छिस् यसरी झन्डेल कोथार्यो भाइ एक्जाम झन्डेल कोथार्यो बिरालोले फर्स्ट टर्म हो कि सेकेन्ड टर्म हो कि एनुअल टर्म हो कि कुनी त तिमीहरुको रेकर्ड गरेको हैन हौ गेम खेल्दैछु तिमी नै हो संसार कपाल काट्यो यस्तो यस्तो खालको काट्दिन ओभर राम्रो देखिन्छ कसम भनेको यस्तो काट्दियो लेकिन यहाँबाट ट्याक्के यस्तो अहिले सिजन छैन काट्नेको कहिले काट्ने गुनिला कुन चाहिँ सिजनमा काट्यो सिजन छैन भने सिजन छैन भनेको सिजन कुन चाहिँ सिजनमा चाहिँ कपाल काट्छ अन्त गर्मी महिनामा त कपाल काट्छ विन्टरमा थोरै काट्छ विन्टरमा त मजा यस्तो काट्छ यता हेर न दुईवटी काट्दैन तिम्रो पपी बाले पूजा गर्दैछन् न जाऊ डगलाई नाम पनि मान्छेको जस्तो रहेछ कुन चाहिँ मान्छेले कस्तो सराप्दै होला साइना त म त केटीको नाम सुनेको थिएँ यतै कहाँको केटीको नाम सुनेको थिएँ बदलाडी यहीँ हाम्रोतिर तोरीबारीतिर साइना केटाकेटी सबैको हुन्छ साइना कसको कुन चाहिँ केटीको नाम थियो भन्नु चाहिँ तोरीबारी स्कुलमै कसको सुनेको थियो केटी हो त्यो कुकुर केटी हो कुकुर राखिदिएको नाम कति राखिदिएको साइना पो नाम राखिरहेको छ यसको नाम चाहिँ के हो भन त यसको नाम चाहिँ के हो हाम्रो यसको चाहिँ नाम के हो थाहा छ कान्छी 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 मायालु कान्छी मायालु ना कान्छी 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 ला उदाहरणलाई दुख्यो ला ओ स्प्राइट पो हो बाबा त्यो बहिनीले अघि के हो पानी सम्झेर स्प्राइट खाँदै नि बहिनी ने म खाइदिनु त हल्का बालाई भनेन सुतेको भए भन के गरेको बहिनी जिस्केको छ कपाल बिग्रिन्छ अन्त अहिले छुट्टी के गर्छ राति कहाँ गइस् आइसकेर घरमा सुत्यो के तिमीहरूलाई कल गर्न आँटेको थिएँ भाइ हिजो आगोलाई उहाँ आसेको छ नि मुनिपट्टिको बडा टेबल ल्याएको थिएँ नि यहाँनिर त्यो लानुको लागि राति लगेको नि कराएर राति नै ल्याउनु बार्ने दिन भन्दै थिएँ नि त अनि राति नै होइन बोकेर 11 बजी पुगाएर अस्ति हामीले सुई लाउँदा त कुकुर मर्यो बचाउनु खोजेको र त मैले 2000 रुपियाँ लागेको
यसको कम्ती नै छ 450 रुपियाँ कति छ भ्याक्सिन हो नि त त्यो त ए डल्लै छ टाइम ए यो ओछ्यानमा आएर टोकेको कोथारे गर्छ मनै पर्दैन मलाई त्यही कारण ओछ्यानमा आउनु मन बहिनीलाई हेर छोपिदिएको लो बन्द गरे मैले बन्द गरे इले पनि खान्छ त्यही त हल्का खाइदिएको मैले ल पानी खाऊ पानी हो खाऊ पानी हो सुत्न आरामले हिजोको कमाल हो हल्का होइन लो है लो एउटाको नाम के अरे साइना राख्नु म्याकुरी मलाई कोथार्ने घन्टेले कोथारे नि हौ फेरि डर छ नि ऊ कान्छे यहाँ चाहिँ हेर्न यहाँ चिपमा बसेको ओ कान्छे चाहिँ यता यो खाऊ न कस्तो मान्छेले कति किनेर खान्छ यहाँनिर छ खाइदेऊ न यस्तो गरेर खानु खाइदेऊ केही हुँदैन खाइदेऊ के हुँदैन जुठो पारिदेऊ केही हुँदैन भयो कसैले त खाने होइन अब होइन के भयो चङ्खटै छ नि एउटा खाने हो भने पनि खाइदेऊ न अरू कसैले खाने हो भने केही हुँदैन हौ गाडीहरू जाँदैछ के हो गाडीहरू त नि ए तिमी चाहिँ कपडै लगाउँदै गर गाइस तिमी अब जान आँटेको फाइनल दिन हो नाम भनिदेऊ त ब्रो तिम्रो कताको रङ्गो लो यता पनि सब लो मेरो फाटेको मोबाइलमा केटाहरू सबको होइन फोटोहरू छ तिमीहरू कता कता जाने होइन मलाई याद गर्नु होइन दाजुहरूलाई होइन तिमीहरू बहिनीहरू खतरा केटा हो याद छ होला सबलाई कहाँ जाने तिमी चाहिँ ए ऊ त जाँदैन होला त यतै भइहाल्छ पार्लरमा तिमी त जान्छौ होइन तिमी जाँदैन हाम्रो चाहिँ के हुन्छ म्याम हाम्रो चाहिँ कहिलेदेखिको भनेको छैन म्याम ट्युसडेदेखि अरे ल नि त सँगै हाम्रो चाहिँ म्याम दुइटा एउटै साइडबाट दिन्छ कि अलग अलग दिन्छ हेयर र ब्युटीको अलग अलग दिन्छ कि एउटा दिन्छ लो गाइस हाई गाइस हेरे अम्बो ल ल ल यता पनि छ हाम्रो हाई भनिदिइहाल न अब यो यादगार हुन्छ भिडियो हालिदिन्छु नि म नाम के हो निकिता हो लो जल्दी गाइस लास्ट दिन हो होइन आज तिमीहरूको केटाहरूको मेरो त होइन उसको र मेरो चाहिँ होइन ऊ हाम्रो अर्को सुरन्ती सब माया मिकु सब भइहाल्छ नि म्याम लो जाउँ गाइस हामी अफिसतिर लाग्दै होइन बन्दाना किन जाउँ ओ मेरो पनि सिग्नेचर गरिदियो त त्यहाँ ए मैले गरेको छु टाइम लेख न सबमा आउट टाइम कति भयो टाइम जुमै आम्बो फोटोहरू खिचाएर भन्दैन